नमस्कार, मेरो नाम योगेन्द्र राज आर्सी। मेरो स्थायी ठेगाना कुशे गाउँपालिका वार्ड नम्बर 9 पैंक। हालको बसाई बाँकी जिल्ला कोलपुर नगरपालिका वार्ड नम्बर 10 आरसी टोल। मेरो कार्यक्षेत्र काम जिम्मेवारी भनेको म मावि प्रथम श्रेणीको त्रिभुवन मावि दल्ली नलगाड 7 गाडको प्रधानाध्यापक हो। मैले मष्टा देवताको बारेमा र त्योसँग सम्बन्धित जो रोकाए परिवार मष्टा देवताको धामीहरू हुने संस्कार पद्धति भएको छ त्यस बारेमा छोटो परिचय मैले दिन खोजिरहेको छु। मष्टा देवताको बारे भन्दा कर्णाली अञ्चलको मुगु जिल्लामा कौवा भन्ने उसमा पर्छ र त्यो सरू चाहिँ यहाँबाट त्यो ठाउँमा घुम्दै जाने क्रममा घरङ्गाबाट त्यहाँ दुईजना मान्छेहरू गएका थिए। तिनीहरू त्यहाँ हेर्दाखेरि देवताहरू त्यो धामीहरू नाचेको गरेको देख्दाखेरि रमाएर खुसी भएर उनीहरूले यो देवता हाम्रो ठाउँमा लिन पाए कति राम्रो हुन्थ्यो भनेर उनीहरूले त्यो आफ्नो एउटा मनसा प्रकट गरेको र त्यो देवताले पनि यो औलामा गएर आफ्नो बहाली गर्न सक्ने र आफू त्यहाँ बस्ने उनको इच्छा प्रकट गरेको भित्री इच्छा रहेको रहेछ। अनि त्यो भएपछि ल तैँले सोचेको म पुर्याउँला भनेर भनिसकेपछि उनीहरू फर्किने क्रममा त्यो कुशेको लेकमा त्यहाँ चाहिँ एकछिन थकाइ मार्न बसेको बेला केही गरुडले घन्टको चुप्पोहरू त्यो लसारिरहेको उनीहरूले त्यहाँ देखे। त्यसपछि देखेपछि अब त्यो के रहेछ भनेर उनी नजिक जान खोज्दा त्यो चाहिँ गरुड भागे। अनि त्यो झुप्पो चाहिँ घन्टहरूको झुप्पो वर्षे घन्ट भन्छौँ, त्यहाँ 20-22वटा घन्टीहरू छन्। त्यो चाहिँ त्यहीँ छोडे। अनि छोडिसकेपछि त्यो घन्टा अब कहाँ के गर्ने त, अब यो हामी लग्यौँ त अब भनेर उनीहरू लिएर आएर कफलना भन्ने ठाउँमा आएर बसे। अब त्यहाँ बसेर यो त्यहाँ राखिदिनु, भोलि बिहान उठेर हामी ल्याउँला भनेर उनीहरू त्यहाँ छोडे। त्यहाँ छोडेपछि उनीहरूले त्यहाँ छोडिसकेपछि उनीहरू त भित्र राखिदिन्, तर तिनीहरूले चाहिँ खै कता गयो यहाँ छैन भनेर तिनीहरूले त्यहाँ बेमान गरेर त्यो लुकाइदिए। लुकाएपछि अनि भोलिपल्ट तिनीहरू फर्केर उता घर आयो। त्यहाँ चाहिँ पूजाआजा गर्ने गरियो। अनि त्यसपछि फेरि त्यो धेरै समयपछि त्यहाँ अब मष्टा देवताको पूजाआजादेखि लिएर धेरै ठाउँ मान्छेहरू आउने पासाहरू काट्ने त्यो गर्ने गरिसकेपछि त्यो घरको त्यहाँको धमिनीले हामीको घरमा बलिको टाउकोहरू त्यहाँ राख्ने, अरूलाई दिन नमिल्ने। अरूले अब त्यो भइसकेपछि उनीहरू अरू दिन पनि चाहेनन्। नचाहेपछि उनीहरूले ती टाउकाहरू लिएर तल भिरमा, मालवा भिर भन्छन्, त्यो भिरमा चाहिँ उनीहरूले त्यसलाई फाल्ने गरिन् त्यहाँ, होइन गनायो गरे। यो बारीको जस्तो घरको जस्तो भनेर कुलसिन खालको बोलिसकेपछि उनले त्यो तल फालिसकेपछि अब त्यो देवताले राम्रो मानेन, होइन नमानिसकेपछि हाम्रो जो रोकाहरू बिलडाँडा बस्नुहुन्थ्यो। अनि उहाँहरू चाहिँ त्यो माथि गोठबाट पुगेको बेला अब दही मै लिएर तल घरतिर फर्किने बेला अनि बाटोमा एउटा जोगीको भेष गरेको जोगीसँग भेट भयो। त्यो चौतारीमा बसिसकेको बेला अनि उसले जोगीले भनेको छ कि मलाई तिर्खा लागेको छ, मै छ भने दिनुहोस् भनेर उसले मागेछ भनेछ उहाँसँग, हाम्रो पुर्खा हाम्रो बाजेहरूसँग। अनि त्यो भनिसकेपछि उसले अब मै के अब ठिकै छ, जोगीले माग्यो। पहिला मान्छेहरूले जोगी न्यासी भनेपछि अब यिनीहरूलाई सम्मान गर्नुपर्छ, यिनीहरू देवताको रूप हुन्छ भन्ने अब त्यस्तो भावना पनि भएको हुनाले उहाँहरूले दिन खोज्नुभयो। दिँदाखेरि अब दही मै सबै हाल्दाखेरि पनि त्यो भरिएन, कमुन्डालु नभरिसकेपछि अब उहाँलाई आफै ग्लानि लाग्यो, होइन अब किन दिन खोजेको थिएँ पुरा भएन भन्ने लाग्यो। तर पछि अब उसले जोगीले भने ठिक छ, अनि तपाईँ अब यो लिएर बाटोमा नफाल्नु, घर लिएर जानु र घरको लिपोत गरिदिनु, अनि बत्ती बालिदिनु साँझ, केही अब लक्षणहरू आउला त्यसलाई चाहिँ सम्हालेर राख्नु भन्ने खालको त्यो भन्ने भएछ। अनि त्यसपछि जोगी एकतिर लागेछ, आफू घरतिर आउँदाखेरि अब त्यो बोके ल्याएको खर्पनमा बोकेको दही मैदेखि लिएर सबै चिजहरू अनि बाटोमा बिचमा आइसकेपछि त्यो एकैछिन मचक्क भएर गरुङ्गो भएर अनि हेर्दाखेरि जो ठाउँ दहीमा दही, मैमा मै, घिउमा घिउ, जे चिज छ त्यो चिज त्यो भरिसकेपछि अब यो त लक्षण हो, यो देवताको ऊ रहेछ, केही अब भगवान् ईश्वरको दर्शन पाइयो भन्ने खाल लागेर घरमा उहाँहरूले भने जस्तै गरेर त्यहाँ लिपपोत गरेर त्यो सबै गरेको अवस्थाहरू थियो। त्यही गरिसकेपछि रातिभरिमा देवताहरू अब कफलनाबाट बिलडाँडामा सरेको, रातभरिमा सारे। त्यसपछि बिहान पख अब यो हुँदाखेरि अब एउटा कुखुरा बास्यो त्यहाँ, एउटा ढुङ्गा सिलौटा भन्छौँ हामी जो चन्दन घोट्ने, त्यो सिलौटा त्यहाँ छुट्यो। त्यो लिन जाँदाखेरि पारि लाटा भन्ने ठाउँबाट त्यो भाले बारिसकेपछि उज्यालो भयो भने उज्यालो भएपछि मान्छेको चलपल हुन्छ र यो देखिन्छ भन्ने अब लागिसकेपछि अनि त्यो देवताले त्यो छोडेर त्यो चनौट त्यहीँ छुट्यो। त्यहाँ फेरि त्यहाँ अझै पनि त्यही चनौटोलाई देवताको आधार मानेर पूजाआजा कफलना गर्ने गरिन्छ। त्यसपछि त्यहाँ आएर बिलजाँडा छ। केही वर्षको बिलजाँडाको पछि आमा ज्योतिर्लिङ्ग आफै उत्पत्ति भएर आवाज ज्वाला निस्केर ज्वाला अगाडि जाँदै जाँदा अनि त्यो पैङ भन्ने ठाउँमा त्यो ज्वाला त्यहाँसम्म पुग्यो। त्यहाँसम्म पुगिसकेपछि त्यहाँ साँझ आँगनमा
त्यो सिद्धको पाइला भन्छौँ हामी, ढुङ्गामा विभिन्न खालको पाइलाहरू छन्। त्यो ठाउँमा बसिएपछि त्यसपछि अब एउटा थानबाट एउटा हाम्रो पुजारी जो हामी उहाँलाई नै राख्ने गर्छौँ, उहाँहरूको सन्तानलाई राख्ने गरेको छ। उहाँहरूले आएर त्यसलाई समात्न खोज्दाखेरि त्यो ज्वाला चाहिँ बढ्दै गर्दै अगाडि गर्दै गएर माथि त्यो जो अहिले मस्ता मन्दिर छ त्यो मन्दिरसम्म पुगेर त्यहाँ एउटा पहर थियो। त्यो पहरलाई भित्र छिर्न खोजेपछि त्यहाँ पुजारीले गएर त्यो समातेपछि एक मुठी जति त्यो शिला त्यो आफ्नो हातमा समात्न बित्तिकै त्यो शिला बन्यो होइन, पत्थर बन्यो। अनि त्यो भित्र छिर्न पाएन। त्यति मात्रै होइन, अनि वरपरको अरू ठाउँलाई फुटालेर त्यहाँनिर मन्दिर बनाएर मन्दिर अहिलेसम्म कायम भएको अवस्थाहरू त्यहाँ छ। यसरी मस्ता देवताको त्यहाँ पैमा दारे मस्ताको स्थापना हालसम्म र हालसम्म चाहिँ दाङ सल्यानदेखि लिएर बर्दियादेखि जुम्ला जुम्लादेखि सबै मान्छेहरू त्यहाँ आएर छाप लिने पूजाआजा गर्ने। अब विशेष गरी वैशाख पूर्णिमा, भदौ पूर्णिमा, मङ्सिर पूर्णिमा मान्छेहरू त्यहाँ जम्मा हुने र आफ्नो मनको इच्छा भाकल अनुसारको पुरा गर्ने आफ्नो त्यो हुने गरिएको छ। भने भदौ पूर्णिमामा धामी नाचहरू गर्ने, सबै धामीहरू जम्मा हुने, त्यो धार खाने, अब त्यो धामी नाच भन्ने गर्छन्। त्यो चाहिँ चाडबाड जस्तो गरेर मान्छेहरू पनि आउने, रमाइलो गर्ने त्यो परम्परा चलिआएको छ। त्यो जङ्गबहादुर राणाको पालामा पनि त्यहाँ घण्टहरू चढाएको अवस्था छ। चन्द्र शमशेरले घण्ट चढाएको छ। जाजरकोटी राजा दिपनारायण शाह भन्ने हुन्थ्यो, उहाँले पनि त्यो त्यहाँ घण्ट चढाएको छ। दिपनारायण शाहको पुर्खाको कस्तो इतिहास पनि छ भनेपछि उहाँहरू अब शिकार खेल्ने, ऐसा आराम गर्ने सिलसिलामा यता बारेकोटतिर जाने, त्यहाँ त्यसपछि त्यहाँ मस्त देवताको राम्रो छाप छ, राम्रो छ भन्ने खालको उहाँलाई पनि त्यो लागिसकेपछि त्यति बेला कफलना थियो। कफलनामा जाँदाखेरि हाम्रो पुर्खा बिलडामा थियो। अनि बिलडामा बास बस्नुपर्ने अवस्था आयो। हाम्रो पुर्खाले त्यो थाहा पाइसकेपछि उहाँहरूको राजाको सेवा सत्कारदेखि तलदेखि एउटा अब कार्पेट जस्तो अहिले रातो कार्पेट भनिन्छ, अब त्यति बेला रातो कार्पेट छेट्टाको एउटा त्यो जाने एउटा टेकेर जाने, त्यो भित्र घरसम्म बस्ने ठाउँसम्म बिछाएर भनाइ त अब तल छेडादेखि माथि घरसम्म भन्छन्। अब त्यति अब के हो त्यो वास्तविकता त्यति नहुन पनि सक्छ, तर पनि स्वागत गरेको त्यो भन्ने खालको उहाँलाई त्यो सम्मानपूर्वक राखेर होइन त्यो बास बसालेर अनि त्यहाँबाट खानपिनको व्यवस्था गरेर अब त्यो कफलना भन्ने ठाउँमा देउता हेराउन जाने क्रममा त्यहाँ उहाँको पुगेपछि अब त्यहाँ पुगेपछि मान्छेहरू त्यहाँ धेरै भिड रहेछ। उहाँ चाहिँ पर आँगनको छेउतिर अब बस्नु, अब म राजा हुँ, म अगाडि जान्देऊ भनेर भन्न पनि उहाँलाई अप्ठ्यारो भयो होइन। उहाँको संस्कार चल्नु अनुसार चल्नु बस्नुपर्ने भयो भने छेउमा आएर आफै त्यहाँ बस्नुभएछ। बसेपछि देउता जो गाडीमा बसिएपछि देउताले के भन्छ, देउताले चिनिहाले देउता होइन। देउताले लक्षित हामी ल आइज अनि के छ विचार भने सबभन्दा फर्स्ट उहाँलाई राजालाई बोलाएर अगाडि चाहिँ हेराउन लगाएको छ। आफू के छ, के दुःख ल्याइ भनेर त्यस्तो उहाँलाई चाहिँ सम्बोधन गरेछ देउताले। राजाले त्यो के महान भयो महसुस भयो भने यो देउता त प्रतापी देउता रहेछ, उसले मलाई चिनिहाल्यो, यसरी बोलायो अगाडि भनेर उहाँलाई त्यो छाप पर्यो। र आफ्नो मनको इच्छा के थियो त्यो हेराएर आफ्नो चाहिँ काम सम्पन्न भएको कुराहरू छ। र त्यसपछि उहाँले के भन्नुभयो राजाले, त्यो बिलदासको थर त यो जस्तो देउता भए सुहाउने थियो भनेर उहाँले भन्नुभएछ होइन। तर जो थर हाम्रो रोकाहरूले जो स्वागत गरे त्यो चाहिँ उहाँले धेरै प्रभावित हुनुभयो। अनि त्यहाँ आइपुगेपछि कसैले मतलब गरेन, त्यहाँ नगरेपछि उहाँलाई त्यो चाहिँ एउटा विचारले त्यो भन्नुभएपछि ल तेरो भनेको कुरा म पुर्याउँला ल भनेर पनि त्यो भनेको अवस्था त्यही समयदेखि नै कुलक्षण लाएर धमिनीले तल पाथातिर लौटाउने गरेको अनि त्यसै त्यो गरेको भन्ने पनि भनाइ छ। त्योबाट पनि सुरुवात गएको भनिन्छ। त्यसैले त्यो दिपनारायण शाहले पनि प्रतापी देउता भनेर घण्ट चढाएको त्यहाँ हाम्रो पैमै हाम्रो छ। त्यो हाम्रो फोटोमा पनि बाहिरपट्टि त्यो सीमित गरेको छ, देख्न सकिन्छ। अझै पनि त्यो छन्। यसरी यो घण्टको बारेमा अब चढाएको। त्यसपछि अब डाङ्का त्यो एउटा एकजनाले के गरेको छ भने उनको आँखा चाहिँ बन्द भयो होइन। डमर थापा भन्ने मान्छे हुन् होइन। उहाँ चाहिँ आँखा बन्द भयो। आँखा बन्द भएपछि उहाँले त्यहाँ अगाडि हेराउन जानुभयो पैङमा। त्यहाँ गएपछि ल मेरो आँखा बन्द भयो देउता परमेश्वरी, मलाई चाहिँ राम्रो गरिदिनु पऱ्यो, के भयो कसो भयो, मैले के गल्ती गरेँ, मैले अब गर्नुपर्ने के हो भनेर उहाँले आफ्नो दुःख पुगिसकेपछि साधना अक्षता लैजा, यसलाई चाहिँ मोसी बनाएर आँखामा लगाउनु, त्यसपछि घर पुग्ने बेला के हुन्छ विचार त्यो आफै थाहा पाउनु भनिसकेपछि अनि त्यो उहाँ देउताले भनेको विधि अनुसार गरेर घर पुग्दाखेरि उहाँको आँखा चाहिँ देखिने भए। त्यो प्रभावित भएर उहाँले मन्दिरमा गएर पूजाआजा पनि गर्नुभयो। अनि त्यसपछि मन्दिरमा एउटा गजुर सुनको मन्दिरको टुप्पोमा सुन पनि चढाउँ 1 तोलाको करिब भन्ने भनिन्छ। अब कति थियो थाहा कसरी नामजोग त गरेन, अथवा त्यो सुन प्रभाव चढाएको। अनि उहाँलाई त्यो आँखा चाहिँ देख्ने भएको र पछि देउताको पनि आफू चाहिँ धामी डाँगर भएर धामी भएर पनि त्यहाँबाट बर लिएर त्यहाँ गएर आफू अझै पनि उहाँहरूको छोराहरूले पूजाआजा गर्ने गर्छन्। त्यसरी त्यो पनि एउटा प्रतापले गरेको हामी त्यो इतिहासमा पनि हामी भन्न देख्न
सुन्न पाउँछौँ। रोकाएको वंशावलीलाई सुरुवात गर्नुपर्दा हामी सबभन्दा पहिला हामी चन्द ठकुरीको रूपमा हामी स्थापित थियौँ। हाम्रो त्यो भारतको पिथौरागढ भन्ने क्षेत्रमा हाम्रो पुर्खाहरू त्यहाँ बसेको चन्दहरूको होइन। त्यहाँ बस्ने क्रममा त्यहाँको मुसलमानहरूसँग र हाम्रो त्यो त्यहाँको अरू जातिहरूको त्यो हामी चन्दको परिवार कति मान्छेहरूसँग त्यहाँ झगडाहरू भयो होइन। अब दुईवटा द्वन्द्व भयो, द्वन्द्व भइसकेपछि मुसलमानले लखेट्ने अवस्था भयो। अनि अब लडाइँ गर्दाखेरि अब धेरै मान्छेहरू त्यहाँ हताहत हुने, मर्ने, भाग्ने अवस्थाहरू आइसकेपछि उनीहरूले मुसलमान त्यसरी सिद्ध्याउन लाग्यो। अनि एउटै गर्भिणी एउटा महिलालाई अब के भयो भने त्यहाँ उनीहरू सल्लाह के दिएपछि हामी त मर्ने भयो, हाम्रो सन्तान नासिन्छ, हामी मरेछौँ, अब तैँ चाहिँ भाग होइन। भाग्यो किन अब भागेर कतै गएर अब बाँची भने अब त्यो बच्चा जन्मियो भने एउटा सन्तान होला भनेर त्यसलाई त्यो महिलालाई गर्भवती महिलालाई भगाए होइन। भगाएर ऊ आफ्नै तालले भाग्दै जाँदा कर्णालीको जुम्ला जो सिजा क्षेत्र भन्छन् त्यो क्षेत्रमा आइन् हुन्। त्यहाँ आएर उनले एउटा बच्चालाई जन्म दिन् र त्यो बच्चा त्यहाँ जन्मिसकेपछि त्यसपछि त्यहाँ सन्तानहरू फैलियो होइन। त्यसपछि ज्ञानीचन्द, ध्यानीचन्द, बलिचन्द यिनीहरूको चाहिँ छोराहरू त्यसबाट एउटा छोराबाट अरू फेरि छोराहरू जन्मे होइन। त्यो हुँदै त्यसपछि त्यहाँ फेरि के चलन भयो भने जुन ठाउँमा बस्यो त्यो ठाउँको जुन थरको मान्छे छ त्यो थरको जग्गा खायो भने त्यही थर रहने चलन हुँदा उनको एउटा हाम्रो पुर्खाले त्यो रोकाएको छोरी बिहा गरेर उसको सन्तान रहन्छन्। अनि त्यही आलम बसेपछि त्यसको नामाकरण त्यसको जग्गा जमिनको नाममा रोकाहरूसँग भएको भयो। अनि त्यो नामसारी हुँदा त्यो थलम बसेपछि हाम्रो रोकाया लेख्ने चलन त्यसपछि आयो। पछि अब त्यो त्यति बेला भेडा अब त्यो त्यहाँको सिजाको राजासँग पनि सम्बन्ध भयो होइन। अनि त्यो रोकाएको नजिकको हामी पहिला चन्दहरू थिए, पछि रोकाहरू पनि हामी त्यो राजकाजसँग नजिक भएर अब राजासँग निकट भएर एउटा अहिलेको हामी जो मन्त्री प्रधानमन्त्री भन्ने गर्छौँ त्यसको चाहिँ त्यो रोगको त्यो जिम्मेवारी सम्हालेर बसेको अवस्था पनि त्यो रहेछ। अनि पछि अब त्यही क्रममा अलि अब समयपछि क्रम जाँदा उहाँहरू एक भाइ दुई भाइ चाहिँ यो भेडा चराउने, घोडा पाल्ने त्यो गर्ने चलन सँगै त्यो औलोतिर झर्ने क्रममा सरू खोला भन्ने गर्छौँ हामी पहिला पुरानो। अब अहिले चाहिँ जाजरकोट जिल्ला कुशे गाउँपालिका वार्ड नम्बर अब 9 क्षेत्र पर्छ। अब अहिले जिन्ताला चाहिँ अब वार्ड नम्बर 8मा पर्छ। अनि त्यो जिन्ताला भन्ने ठाउँमा ठकुरीहरू बस्ती भएको। अनि ठकुरीहरूको बस्ती हुँदाखेरि अब त्यहाँ ठकुरीहरू पहिला त राजा भन्ने चलन होइन। अब त्यो त्यहाँको ठकुरी राजा कि त्यो छोरीसँग हाम्रो पुर्खाको लसपर भएछ। नानी चन्दका दुई छोरा चन्दबाट त्यहाँ आउँदाखेरि पछि के भयो भने एउटा जिउनु रोकाए, एउटा हाँसु रोकाए, दुई भाइ आए। त्यहाँ दुई भाइ भेडा चलाउने, घोडा चलाउने हिसाबले अब त्यो ठाउँ घुम्दै त्यहाँ हिउँदोको बेला जाडोको सिजनमा तल झर्ने क्रममा त्यहाँ आइसकेपछि जिउनु रोकाए त्यहाँ जेठा होइन। अब एउटा हामी कान्छो चाहिँ हाँसु रोकाए। अनि त्यो अब हाँसु रोकाएको छोरीसँग लसपस अब उठबस यताउता माया प्रेम अलिअलि बसेछ होइन। त्यो बसेपछि त्यहाँ अब त्यो त्यहाँको ठकुरीहरूले त्यो कुरा थाहा पनि पाए होइन। त्यो थाहा पाएपछि अब छोरीले पनि नमान्ने जस्तो देखियो, उसँगै जाने जस्तो देखियो। त्योभन्दा उसलाई यतै बसाल्नुपर्छ भन्ने खालको उनको विचार भइसकेपछि अनि उनले भने कि र तपाईँ यहीँ बस्नुपर्छ, हामी ठाउँ दिन्छौँ, तपाईँलाई यहीँ बसाल्छौँ हामी। अनि हामी छोरीचेलीसँग पनि तपाईँहरूको सम्बन्ध जोडिएको देखियो अनि हामी तपाईँलाई छोड्दैनौँ भनिसकेपछि अनि एक भाइ त्यहाँ हाँसु रोकायो भन्ने त्यहीँ बस्नुभयो। अनि जिउनु रोकाए चाहिँ प्युठान आएर बस्नुभयो। उहाँहरू प्युठानमा हाम्रो अर्को पुर्खा चाहिँ प्युठानमा छ। हाम्रो तेजबहादुर रोका पहिला बुबु जिल्ला पञ्चायत सभा अब तेजबहादुर रोका पनि त्यो प्युठानमा गएर त्यहाँको सन्तानसँग जिनापरिचय भएको थियो भन्ने उहाँले भन्नुहुन्थ्यो। म गएको छु भनेर त्यहाँ चाहिँ हाँसु रोकाए बस्नुभयो। हाँसु रोकालाई त्यो बिलडाँडा जो क्षेत्र अहिले भनिन्छ, अहिले वडा नम्बर कुशे गाउँपालिका वडा नम्बर 8मा पर्छ। त्यो बिलडाँडामा उहाँलाई त्यो बस्ने ठाउँ थलो त्यहाँ पाखो जङ्गलहरू भएको अब भेडा घोडा पाल्नलाई ठाउँ अलिकति राम्रो ठाउँ उहाँले त्यो ठाउँ रोजेर त्यो ठाउँ बस्नुभयो र हाँसु रोकाए हाम्रो त्यो बिलडाँडामा आएर बस्नुभयो होइन। त्यहाँको पुस्ताहरू सुरुको पुस्ता थियो। त्यसपछि उहाँको छोरा दुईवटा धामी जिउन रोकाएकै सन्तान चाहिँ धामी भए। धामी हुँदा त्यो चाउरो रोकाए, पहिला अमृत रोकाए धामी भए। त्यसपछि अब चाउरो रोकाएसँग देउता सर्यो होइन। दुई भाइ, जेठो चाहिँ चाउरो रोकाए, अमृत रोकाए दुई कान्छो भाइ। अनि पछि उड्दै जाँदाखेरि एक भाइ पछि चाउरो रोकाएको सन्तान पोइङमा आएर बसे। अनि त्यसको अमृत रोकाएको सन्तान त्यही बिलडाँडासम्म हालसम्म अझै त्यही उहाँहरूको सन्तान पनि त्यही छ। अनि त्यसको पोइङमा आएको सन्तानहरू हेर्दै जाँदा म पुस्तासम्म आउँदा 15 पुस्ता चाहिँ
बसिएको अवस्था छ। त्यसपछि अब चाउर रोकाएको धामीहरू अब सन्तानहरू बढ्दै जाँदाखेरि पैङमा आउँदाखेरि पैङमा 3 भाइ चाहिँ छुट्टिएर गरेको अवस्थाहरू छ। जेठो चाहिँ वीरमान धामीको पट्टि 12पट्टि भन्ने चलन छ, जो हामी जेठोपट्टि हौँ, हामी त्यसमध्येको हामी सन्तान पर्छौँ। माइलो चाहिँ मैदान धामी भन्छ, मैदान धामी माझगरपट्टि भन्छ, उहाँको पनि अब अहिले पछिल्लो पिँढीमा त्योपट्टि पनि धामी भएको हुनुहुन्छ मैदान धामी। कान्छो तलिगरपट्टि भन्छ, सर्जन रोकाएको तलिगरपट्टि भनेर 3पट्टि छुटिएको अवस्था छ हालसम्म पनि, पट्टिको नामले त्यसरी चिनिन्छ। वीरमान धामीको सन्तान बढ्दै जाँदा मसम्म आउँदाखेरि 7 पुस्ता भएको छ र मेरो छोरासम्म गर्दा 8 पुस्ता भएको हुन्छ। हामी 3पट्टि छुटेको मसँग सम्बन्धित हुँदा 7 पुस्ता भएको छ होइन। यसरी हाम्रो रोकाहरूको बस्ती त्यहाँबाट पनि विस्तार हुँदै जाँदा एउटा कार्की गाउँतिर गएको, आलातिर कार्की गाउँतिर बसेको बस्ती छ भने केही लोधेतिर बस्नु भएको छ, केही मान्छेहरू अझ त्यो भुरतिर पनि बस्नु भएको छ। अलि हुँदै आउँदा यता कोलपुरतिर पनि यहाँ बसाइ भएको छ, नयाँ विस्तारसँग। त्यही केही हाम्रो काठमाडौँ पनि बस्नु भएको छ होइन। यसरी यो बस्ती गर्दै गएको छ भने अब बिलडाँडाको पनि केही मान्छेहरू सन्तानहरू त्यहाँबाट छोडेर कार्कीगाउँ गएको, केही चाहिँ दैलेख गएको। अब यसरी चाहिँ हाम्रो रोकाहरूको बस्ती र सन्तान विस्तार हुँदै गएर त्यो गर्छ। अब अहिले हामीले यसलाई चाहिँ एउटा सङ्कलन गरेर यसलाई अब मूर्त रूप दिनु पर्यो। यो त इतिहास हराउन थाल्यो, अनि पछि हामीलाई पनि धेरै पुराना मान्छेहरूकोबाट अलिअलि सङ्कलन गरेर त्यो सङ्कलन गर्ने कुरामा पुरानो त्यो हाम्रो मष्टा देवताको त्यसको इतिहासदेखि लिएर त्यहाँ पैङको क्षेत्रमा, त्यो क्षेत्रमा भने त्यहाँ अब सांस्कृतिक परम्परा होइन, धामीसँग सम्बन्धित माङ्गलहरू, त्यहाँका अब लोक भाकाहरू, अनि अब त्यो क्षेत्रका विभिन्न धार्मिक परम्पराहरू देखि लिएर त्यहाँको पृष्ठभूमि सबै कुराहरू हाम्रो एउटा त्यो एउटा किताब पनि छ। त्यसको तयारी गर्ने क्रममा अब त्यसको सङ्कलक मष्ट देवता र रोकाए परिवारको वंशावली भनेर त्यो नामाकरण गर्ने हामी सोचमा छौँ। त्यसको लागि हामी एउटा रफ डाटाहरू बनाएको छौँ। करिब करिब त्यसलाई अन्तिम अब यो दसैँको यो पिरियडमा प्रकाशन गर्ने लक्ष्यमा हामी लागेका छौँ। यसरी हामी एउटा त्यसलाई एउटा ऐतिहासिकलाई मूर्त रूप दिनको लागि हालसम्मको एउटा भनाइ र देखाइमा उसमा मात्रै किंवदन्ती मात्रै हुँदै आएकोलाई एउटा किताबी रूप दिएर पछिका पिँढीहरूलाई एउटा त्यसलाई नासोको रूपमा हामी दिन खोजिरहेका छौँ। यस पहल र प्रयास गरिरहेका छौँ हामी केही हाम्रो साथीहरू मिलेर। त्यस विशेष गरी योगदान हाम्रो धीरेन्द्र आरसी को पनि अब त्यो केही डाटा सङ्कलनमा कृष्ण रोकाएदेखि लिएर म स्वयं आफै पनि यसमा खटेर लागिरहेको अवस्था छ। सम्भवतः केही दिनमा हामी केही हप्तामा हामी प्रकाशन गर्छौँ र यसको अझै अब सबैले प्रचार गरेर यसको इतिहास राख्ने कुराहरू हामी लागिरहेको अवस्था छ। यो हाम्रो नजिकै महान चाड हाम्रो विजयादशमी छ, जो हिन्दूहरूकोदेखि लिएर सबै अहिले त सबै धर्मावलम्बी पनि अब यसलाई त्यो महान चाडमा राष्ट्रिय चाडको रूपमा लिने गरेको छ। नेपाल सरकारले पनि बिदा दिने गरेको, कर्मचारीलाई पनि दसैँ पेस्की दिने गरेर एउटा उत्सव मनाऊ भनेर पनि भनिएको परम्परादेखि त्यसै आएको हुनाले यसलाई सबैले एउटा महान चाडको ठुलो रूपमा लिने गरेको छ। र यसले त्यो र त्यस्तै गरी हाम्रो लगत्तै तिहार भन्छौँ जो होइन यम पञ्चकको नामले चिनिन्छ, र भाइटिकाहरू दाजुभाइ र दिदीबहिनीको एउटा सम्बन्धको लागि भाइटिका गर्ने चलन छ। त्यसपछि अब छठ पर्व पनि लगत्तै यो तराईवासीहरूको छठ पर्व कुनै अहिले पनि सबैले आम रूपमा मनाउन थालेको अवस्था छ। सूर्य देवताको पूजाआजा गर्ने र सूर्य भगवान तलामा गएर हेर्ने त्यो परम्परा छ। यी तिनटै चाडहरू सँगसँगै परेको हुनाले अब यो चाडपर्व यो विजयादशमीको तिहारको छठ पर्वको सम्पूर्ण नेपालमा रहने र नेपालदेखि बाहिर रहने विदेशमा रहने नेपालीहरू लगायत सम्पूर्ण आफन्त इष्टमित्र सबैलाई अब यो शुभकामना र यो उत्तरोत्तर प्रगति होस्, सबैमा समृद्धि छाओस्, देशमा पनि एउटा नयाँ राजनीतिक परम्पराबाट एउटा आएको छ, यसलाई पनि एउटा राम्रो निकास निस्क्योस्, यो सबैको लागि शुभ होस् भन्ने कामना गर्दछु।